आज चाहिँ मेरो सानोको फर्स्ट दिन स्कुल। आज चाहिँ स्कुल जाँदैछ मेरो सानो आजबाट। हेर्दै गर्नु चाहिँ म के गर्छु। किनकि मेरो दिनको साथीहरू मैले बिराको जुत्ता सँगै लिएर पनि राखेको घरको ड्रेस लगाउँदा पनि कता अलग लेभलको भन्दा त एउटा त लगाएँ, अब अर्को कता चाहिँ थाहै छैन मलाई। त्यहाँनिर राखेको सामान पनि बिर्सिहाल्छु 1 मिनटमै। कता राखेको खोज्दैछु, कता राखेको। बाई बाई टाटा। बल्ल 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 15 मिनटपछि भेटाएँ। शाबाश बेटा। बल्ल जाँदैछु। रेडी भयो मेरो सानो। अब उसलाई थोरै तेल लगाइदिन्छु टाउकोमा। उसले तेल समातेर बसिरहेछ। म चाहिँ अब काजलको टिका लगाइदिँदैछु। सधैँ लगाउने बानी गरेको हुनाले नलगाएपछि कस्तो नराम्रो लाग्ने क्या। लगाइदिएँ। अब चाहिँ मेरो सानो रेडी भयो, पुरा रेडी। अनि कि साथीहरू आज पहिलो दिन हो नि त स्कुल, अगाडि कहिले गएको छैन नि त हो। अनि कस्तो मनमा नै डर लागिरहेछ कि कतै रुन्छ कि भनेर मलाई बाधा खोज्छ होला जस्तो लागिरहेछ क्या। कसरी छोडेर आउनु होला स्कुल जस्तो लागिरहेछ। अब म पनि रेडी भएँ लुगासुगा लगाएर। अब चाहिँ हामी आमै छोरा रेडी भयौँ। मोबाइलमा हेर भन्दैछु, उसले देखेको छैन मोबाइल, उता उता हेर्दैछ। छिटो जाम मामु, छिटो जाम भने मेरो ब्याग छिटो दिनु, ब्याग म आफै बोक्छु। म बोकिदिन्छु भन्दा पनि मान्दै मानेन। मै बोक्छु भनेर उसले जाम छिटो भनेर। ल हामी मेरो खेल्दै थियो कति राम्रोसँग, यसरी लड्यो। मेरो कस्तो नराम्रो लाग्यो खेल्दा खेल्दै। फेरि पनि कति खुसी छ हेर्नु न स्कुल जानु पाएर। मलाई चाहिँ कस्तो डर लाग्यो। ल अब चाहिँ हामीहरू रुमदेखि गयौँ। चल हामीहरू माथि बस्छौँ नि त, माथि तलमा। तल जाँदैछौँ ग्राउन्ड फ्लोरमा। हामीहरू लिफ्टमा जान्छौँ अब तल। लिफ्टमा गयौँ छोरा दुइटै। यता हेर न सानो हुँदैछु, उता हेर्दैछु। अब चाहिँ गयौँ हामीहरू लिफ्टदेखि तल। पुग्यौँ तल। अब निस्क्यौँ त्यहाँबाट। कति खुसी भएर जाँदैछ अगाडि अगाडि। मलाई पर्खिन नि पर्खिँदैन। कति छिटो छिटो हिँडेको कि कति खुसी मानेर हो स्कुल जानलाई। अब म हिँड्न सक्दिनँ, मलाई बोक्नु पर्दैछ। फेरि हिँड न बाबु भनेको। अब हिँड्यो फेरि हिँड्दैछु। अगाडि कसो हिँडेर हजुरभन्दा अगाडि त मै जान्छु भनेर अगाडि अगाडि हिँड्दैछु। हामीहरू यस्तै आमा छोरा गफ गर्दै 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 स्कुलतिर लाग्यौँ। बाटोमा हिँड्दैछौँ अब अहिले चाहिँ। त्यो चाहिँ ब्याग म बोकिदिन्छु भन्दा पनि मान्दै मान्दैन उसले। आफै बोक्छु भनेर आफै बोकेको छ हिँडेको छ। अब चाहिँ पुग्यौँ स्कुल। अब म स्कुल पुगेँ भनेर कति खुसी भएको छ। पछाडि फर्केर नि हेर्दैन मलाई त, अगाडि हिँडेको हिँडेँ। हामी जाने बेलासम्म स्कुलमा चाहिँ थिएन, फर्स्ट डे हो नि त। त्यसैले अहिले चाहिँ वेलकम भनेर लेखेर फुलहरू लगाउँदै हुनुहुन्छ म्याडमहरू। हामीहरू अलि अगाडि पुग्यौँ, थोरै यता बस्यौँ, टिकटक बनायौँ थोरै थिएँ। अनि अहिले चाहिँ यहाँनिर गेटनिर आयौँ। गेटनिर ढिला भयो भनेर हेर्नु न मेरो छोराले कति राम्रो फुल्न थालेको। नटिप भन्दा पनि मान्दै मानेन। मैले त टिप्दिएँ मामु हेर्नु यस्तो भन्दैछ। स्कुल पुग्ने बित्तिकै गेटबाट भित्र गएको भए त हुन्थ्यो, त्यहाँनिर अलिक ढिला भयो कि त्यही भएर हेर्नु न कस्तो अहिले भर्खरै हामीहरू चाहिँ बाहिर बसिरहेको छौँ। अहिले कोही पनि आउनु भएको छैन।
उसले ब्याग चाहिँ मलाई दिँदै नदिनु अरे यो 2टा सेकेन्ड आयो उसलाई फेरि पर्खेर तिर्खा लागेर ऊ पानी पिँदैछ उता अब म्याडमले भन्दै हुनुहुन्छ कि यता आऊ यतानिर तिनीहरूको फोटो खिचाउनुपर्छ भनेर उसको साथीको र उसको उनीहरूलाई लिएर त्यहाँनिर राख्नुभयो अरूलाई पनि बोलाउनु भयो गेटनिर सबजना आएर फोटोसोटो खिचायो फेरि ऊ खसिहाल्यो म्याडमले मिलाउँदै हुनुहुन्छ कि फोटो कसरी खिच्ने साना अगाडि अनि ठुलालाई पछाडि गरेर यसरी फोटोसोटो पनि खिचियो मेरो सानो एउटा पानी पिउन बस्दै थियो अब चाहिँ भित्र गयौँ स्कुलभित्र यो चाहिँ मेरो सानोको स्कुल अब चाहिँ हाम्रो स्कुल उसले त मलाई हेर्दैन ऊ आफ्नो साथीहरूलाई देखाएको छ भेटाएको छ उसले पहिलो दिन कति खुसी भएर जाँदैछ दोस्रो वर्षको पहिलो दिन कति सानो आएर